म चाहिँ कुलीखानीतर्फ लागेको आउनुहोस् है, यो भिडियो हेर्दै जानुहोस् किनभने म देउरालीको डाँडाबाट काठमाडौँको भ्यूज पनि देखाउँदैछु। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला, मन परे सब्सक्राइब गरिदिनु होला। ल हेर्नुहोस्, यो चाहिँ अलिकति चिसो थियो, म यसो अलि डर लागे जस्तो भएर यहाँ भित्तातिर हेरेर बसिदिएँ। अनि हामी चाहिँ कुलीखानीको चखेरको बाटो जाँदैछौँ है। म चाहिँ त्यहाँ नानी भएको ठाउँसम्म जाँदैछु। हेर्नुहोस् है, नानी तल बाइकमा बसिरहेको छ। म बाबु छैन, बाबु कता गएछ फेरि, नानीलाई त एक्लै छोड्ने कुरा आएन। त्यसैले म चाहिँ फेरि नानी भएको ठाउँतिर गएँ। हेर्नु पुरा जङ्गलको बाटो, सुनसान बाटो छ, र एक्लै हिँड्दा चाहिँ हल्का डर चाहिँ लाग्दो रहेछ है साथीहरू। हेर्नु छोरो नि आयो तलबाट, झाडीतिर पस्यो होला ऊ चाहिँ।